गुड मर्निङ साथीहरू, सबैलाई शुभ बिहानी। अहिले चाहिँ मेरो कफी पिउने टाइम भएको छ र कफी पिउँदैछु। र यो कफी पिउँदै तपाईँहरूसँग एउटा सानो कुरा सेयर गरौँ भनेर मेरो मनको कुरा चाहिँ सेयर गरौँ भनेर आएको। र सबैले हामीले कफी र चिया पिउने गरिन्छ। यो हाम्रो एउटा भेटघाट भयो, एउटा गफसफ गर्ने यताउता जेमा पनि अब चिया कफी पिउने चलन हुन्छ र सबै कसैको त अब आदत पनि हुन्छ। मेरो चाहिँ कफी पिउने चलन छ, प्रायः म ब्ल्याक कफी पिउँछु तर सुगर बिनाको। मेरो तपाईँहरूसँग एउटा प्रसङ्ग चाहिँ जोड्न खोजेको के भने विभिन्न युट्युबहरूमा डक्टरहरूको सरसल्लाहहरूमा त तपाईँहरूले सुनेकै छौँ अहिले सोसियल मिडियाको जमानामा, होइन? ब्ल्याक टी राम्रो कि ग्रिन टी राम्रो भन्ने कुरामा चाहिँ मलाई मनमा अलिकति कुरा खड्किरहन्छ र धेरै कुराहरू सोसियल मिडियामा हेर्दा उस्तै पनि भनेको पाइन्छ डक्टरको सरसल्लाहहरू। अनि मैले तपाईँहरूसँग के कुरा चाहिँ सेयर गर्न खोजेको या तपाईँहरूको अनुभव चाहिँ लिन खोजेको भने म ब्ल्याक टी विदाउट सुगर पिउने गर्छु। अनि ब्ल्याक टी ठिक होला कि ग्रिन टी ठिक होला, यदि तपाईँहरूकै आफ्नै अनुभवमा तपाईँहरूले पिइरहनु भएको खाइरहनु भएको अनुभवमा कुन चाहिँ तपाईँहरूलाई ठिक लागेको छ या त आफ्नो एक्सपिरियन्समा युट्युब र डक्टरहरूको कुरा छोडेर आफ्नो प्र्याक्टिकली एक्सपिरियन्समा चाहिँ तपाईँहरूले कमेन्टमा सेयर गर्नु होला है। ब्ल्याक टी ठिक होला कि ग्रिन टी ठिक हुन्छ होला, यो विदाउट सुगरको कुन चाहिँ ठिक होला, तपाईँहरूको अनुभवमा अनि तपाईँहरूले एक्सपिरियन्स गर्नुभएको आधारमा कमेन्ट गर्नु होला है। त यो सल्लाह सुझावको लागि मैले भिडियो बनाएको। धन्यवाद भन्न चाहे। तपाईँहरूको सबैको दिन शुभ रहोस्।